किन रोजगारी भएन? यहाँ रोजगारी धेरै हुन्थ्यो। कन्ट्र्याक्टरले, निर्माण व्यवसायले ठेक्का लिन्छ। सडकमा मात्रै 2100वटा ठेक्का रहेछ। 2100वटा ठेक्का लिन्छ। ठेक्का लिएर अब निर्माण व्यवसायी उता जग्गाको किनबेचमा लाग्छ। 15 वर्षसम्म त्यो पुल पनि बन्दैन, सडक पनि बन्दैन। अनि त्यो रोजगारी कहाँबाट क्रिएट हुन्छ? त्यो पैसा त्यहाँ खर्च भयो न, त्यहाँ रोजगारी क्रिएट हुने हो? रोजगारी नै क्रिएट हुँदैन। कहाँबाट चाहिँ नेपालीले रोजगारी पाउने? यस्तो अवस्थाले बन्दैन। त्यो भएको हुनाले कार्यान्वयन पक्ष एकदमै बलियो हुन्छ। जतिसुकै तपाईँले भिजन दिनुहोस्, जतिसुकै नीति बनाउनुहोस्, कार्यान्वयन गर्नु पर्यो। यो कार्यान्वयन पक्ष राम्रो भएन भने नेपाल कहिले पनि समृद्ध हुँदैन। एक्सनमा जानु पर्यो। अब हाम्रो ब्युरोक्रेसीमा यो अलिकति साइन गर्यो भने त मलाई त अख्तियारले बोलाइहाल्छ नि भन्नुहुन्छ। अब त्यो सानो बजेट 16-17 खरबको बजेटमा 3 खरब रुपियाँ पुँजीगत खर्च हुन्छ। त्यो पनि खर्च गर्न सक्दैन। यो पनि डिसिसन गर्न गाह्रो, त्यो पनि डिसिसन गर्न बाँच्छ। यो ऐनले समात्छ, यसले समात्छ, अनि कसरी विकास गर्ने? यस्तो परिस्थितिबाट देश विकास हुँदैन। सोचमा परिवर्तन गर्नु पर्यो। सबैले यो अहिलेको कार्यान्वयन पक्षलाई एकदम जोड दिएर अगाडि बढ्ने हो भने धेरै परिवर्तन हुन्छ। त्यो भएको हुनाले हामी यो देशलाई, हामीसँग रिसोर्स सबै छ, ह्युमन रिसोर्स पनि हामीसँग छ, सबै चिज छ, तर सबै चिजलाई अप्ठ्यारो गर्ने गरेर त्यो बाँधेर त्यो काहीँ पनि जान नसक्ने गरेर बाँधेर राखेको छ। त्यसले देश विकास हुँदैन। अब म यहाँ भइरहँदाखेरि मन्त्री भएर यस्तो कुरा किन गरिरहनु भयो भन्नु होला। अब मन्त्रीले त ऐन परिवर्तन गर्न नसक्दो रहेछ। त्यो ऐन परिवर्तन गर्नलाई त संसद जानुपर्ने रहेछ। अब संसद छैन। त्यो संसदमा जाँदाखेरि त्यो ऐन एउटा बनाउनलाई 2 वर्ष 3 वर्ष लाग्दो रहेछ। सुमनाजीले शिक्षाको ऐनलाई देख्नु भएको छ। उहाँले सम्पन्न कतिको भ्याउनु भयो थाहा छैन। अनि 3 वर्ष ऐन लगाउनलाई, ऐन परिवर्तन गर्न लाग्ने। अनि त्यसपछि एउटा रुख काट्नु पर्यो भने त्यो पन्छाउने भन्छ नि, पर्साउने, पर्साई 5 वर्ष पर्साएपछि त्यसपछि रुख त्यो काट्नै पर्छ भने त्यो काटिन्छ। त्यो 5 वर्षपछि त्यो रुख काटिन्छ। 5 वर्षसम्म त्यो ठेकदार कहाँ पुग्छन्, त्यसपछि त्यो पैसा कता पुग्छ? भद्रको यस्तो तालले देश बन्छ? बन्दैन। यो मेरो अनुभव। त्यो भएको हुनाले अबको लिडरसिपले कार्यान्वयन गर्ने, यस्ता ऐनलाई खारेज गर्ने, तत्काल काम गर्ने, काम नगर्नेलाई कारबाही गर्ने। म आएर करिब 250वटा ठेक्का तोडिदिएँ मैले। 15 वर्षसम्म काम नगर्ने, 15-20 वर्षसम्म काम गर्ने, ठेक्का पनि नतोड्ने, मान्छे पनि छैन, के पनि छैन। झापाको एउटा कन्काई पुल भन्ने रहेछ, बिचरा 30-40 किलोमिटर घुमेर आउनुपर्छ। यता चाहिँ तपाईँ के अरे कमलामा एउटा पुल रहेछ, 15 वर्ष भयो, त्यो पनि 15 वर्ष भएछ। त्यो पुल नभएर करिब 90 किलोमिटर घुमेर जनतालाई कति शास्ति भन्नु त? 5 मिनटमा आउने कुरा, बोटिङ गरेर हिँड्नुपर्छ त्यो चाहिँ बागमती खोला, कति शास्ति दियो। यस्तो भएपछि जनताले पत्याउँछ, नेतालाई पत्याउँछ, कसरी पत्याउँछ? त्यो भएको हुनाले कार्यान्वयन एकदमै इम्पोर्टेन्ट छ। त्यो मैले भन्न खोजेको के हो भने अबको नेतृत्व